हेलो साथीहरू सम्पूर्णमा मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि रियाक्सन लिएर आइसकेको छु। आज चाहिँ पत्रकार टङ्क दाहाल ले अर्को भिडियो लिएर आइसक्नु भएको छ। कमेन्ट्री उहाँको एनालाइजलाई हामीले पोजिटिभ रियाक्सन गर्दै हामी भिडियोलाई अगाडि बढाउँछौँ। लेट्स सी, सबैजनाले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। टङ्क दाहालको यदि यो भिडियोलाई तपाईँहरूले ओरिजिनल भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ टङ्क दाहालको अफिसियल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ पोजिटिभ रियाक्सन मात्रै है त। प्रत्येक परिवर्तनहरूमा अग्रपन्थीमा नेपाली जनताहरू नै थिए। मर्ने, घाइते हुने र दुःख पाउने यति सबै नेपाली नै थिए। जनताकै सङ्घर्षले, नेपाली जनताकै सङ्घर्षबाट आएको उपलब्धिहरू ती सबै, नो डाउट। तर भित्रभित्रै नेताहरू त्यही जनताको आन्दोलनलाई देखाएर त्यसैको आडमा विदेशीको समर्थन र आशीर्वाद खोजिरहेका हुन्थे। भित्रभित्रै उनीहरूसँगै साँठगाँठ गरिरहेका हुन्थे। त्यो कुरा मैले योभन्दा अगाडिको भिडियोमा देखाइसकेको छु। फलस्वरूप विदेशीहरूको सहयोगमा आएको परिवर्तनले विदेशीका केही स्वार्थहरू त पुरा भयो होला, तिनका नजिक भएका केही नेताको स्वार्थ पनि पुरा भयो होला। त्यही बहानामा केही नेता र केही पार्टीहरू मोटाए पनि होला त्यसैको मार्फत। तर जनताले चाहेको परिवर्तन देशमा आएन। जनताले कम्तीमा त्यसको अनुभूति गर्न पाएनन्। देश उँभो लागेन। अहिले पनि फेरि व्यवस्था परिवर्तन गर्ने कि टाउको मात्रै परिवर्तन गर्ने भन्ने एउटा बहस सुरु भएको छ। के गणतन्त्रको विकल्प त्योभन्दा अझै राम्रो गणतन्त्र हुन सक्छ कि सुधारिएको राजा सहितको डेमोक्रेसीले देश उँभो लाग्छ? हामीलाई चाहिएको सुशासन र विकास हो कि नयाँ व्यवस्था हो कि नयाँ र फरक अनुहार हो? के हो हामीलाई चाहिएको? त्यो रोज्ने र त्यो बारे चर्चा गर्ने बेला भइसकेको छ। ली कुवान ले सिङ्गापुरलाई जिरोबाट टपमा पुर्याउनका लागि 30 वर्ष पनि लगाएन। नेपालले बहुदलीय व्यवस्था आएदेखि अहिलेसम्म त्योभन्दा बढी समय व्यतीत गरिसकेको छ। नेपाल अझै पनि त्यहाँ पुग्न सक्छ। त्यो कसरी? आजको भिडियोमा त्यो बारे पनि चर्चा गर्नेछौँ हामी। मैले अघिल्लै भिडियोमा भनेअनुसार अब के गर्ने त? उपाय के छ? त्यो प्रश्नको जवाफ खेलाउने कोसिस गरेको छु मैले आजको यो भिडियोमा। अनि त्यसैसँग जोडेर अन्त्यमा राजा फर्कने सम्भावना छ कि छैन र त्यसका असरहरू के हुन्छन्, वाट्स नेक्स्टकै पोइन्टमा आधारित भएर त्यो बारे पनि चर्चा गर्नेछौँ। कहाँनिर गलत भयो, त्यो कसरी ठिक ठाउँमा आउँछ, त्यसको चर्चा गरौँ। आउनु सबै मिलेर। तपाईँहरूलाई विश्वास नलाग्न सक्छ, नेपाल बन्छ, पक्का बन्छ, हाम्रै समयमा बन्छ। कसरी बन्छ त? सिस्टम ठिक ठाउँमा आएपछि नेपाल आफै बन्छ। अनि सिस्टम चाहिँ कसरी ठिकमा आउँछ त? त्यो म अब यस पछाडि 1, 2, 3 गर्दै क्याटेगोरी वाइज बताउँदैछु। त्यो हेर्नु होला। त्यो गरेको खण्डमा नेपाल बन्न धेरै समय लाग्दैन। लेट्स स्टार्ट। कार्यकारी प्रमुख। विश्वभरमा साधारणतया 3 किसिमका प्रमुखहरू भएको व्यवस्था छ। प्रेसिडेन्टल, सेमी प्रेसिडेन्टल र पार्लियामेन्टरी सिस्टम। जसमध्येमा प्रेसिडेन्टल सिस्टममा राष्ट्रपति प्रत्यक्ष जनमतद्वारा चुनिन्छ। उनै राष्ट्र प्रमुख र सरकार प्रमुख दुवै ऊ आफै हुन्छ। उसले आफूले चाहेका मन्त्रीहरू नियुक्त गर्न सक्छ, तर मन्त्रीहरू संसदद्वारा अनुमोदित हुनुपर्छ। अहिले विश्वभरमा 46 भन्दा बढी देशहरूमा यो सिस्टम छ। अमेरिका, दक्षिण अमेरिकी देशहरू र केही एसियाली देशहरू यसमा पर्छन्। यो म्यापमा निलो रङ भएका देशहरू यो वर्गमा पर्छन्। दोस्रो, सेमी प्रेसिडेन्टल। त्यो प्रणालीमा राष्ट्रपति प्रत्यक्ष जनमतद्वारा निर्वाचित हुन्छ। ऊ आफू राष्ट्र प्रमुख भएर बस्छ। उसले आफूले एउटा प्रधानमन्त्री छान्छ र प्रधानमन्त्रीले शासन व्यवस्था चलाउँछ। अर्थात् राष्ट्र प्रमुख एकजना र सरकार प्रमुख अर्कै हुन्छ। प्रधानमन्त्रीलाई राख्ने या हटाउने अधिकार संसदलाई दिएको हुन्छ। यस्तो खालको पद्धति अपनाउने देशहरू संसारमा 36वटा भन्दा बढी देश छन्, जो धेरै युरोपियन देशहरू र केही अफ्रिकी देशहरू छन्। यो म्यापमा पहेँलो रङ भएका देशहरू त्यो वर्गमा पर्छन्। तेस्रो, संसदीय प्रणाली। हामीले नेपालमा र इन्डियामा देखिरहेको प्रणाली यही हो। राष्ट्रपति र प्रधानमन्त्री जनताद्वारा अप्रत्यक्ष रूपमा चुनिन्छन्। सांसदहरू पहिला चुनेर आउँछन्, सांसदहरूले चुनेर प्रधानमन्त्री र राष्ट्रपति बनाउँछन्। यो पद्धति अपनाउने देशहरू अहिले संसारभरिमा 45वटा जति छन्। तिनलाई यो म्यापमा हरियो रङले जनाइएको छ। दक्षिण एसियाका केही देशहरू, केही युरोपियन देशहरू र केही अफ्रिकी देशमा पनि यो व्यवस्था छ। यसका अलावा अरू पनि केही हाइब्रिड सिस्टमहरू पनि छन्। जस्तो कि संवैधानिक राजतन्त्र भएका देशहरूको संख्या संसारभरिमा झन्डै 30वटा छन्, जहाँ नाम मात्रैका राष्ट्र प्रमुख राजा हुन्छन् भने प्रधानमन्त्री सरकार प्रमुख हुन्छ। त्यस्तै राजतन्त्र नै भए पनि अलिकति राजाको अधिकार बढी भएका देशहरू पनि छन्, जसमध्येमा भुटान र खाडीका देशहरू पर्छन्। त्यस्तै संसदीय व्यवस्था नै माने पनि राष्ट्रपति कार्यकारी भएका देशहरू पनि छन्। जे होस्,
धेरैवटा व्यवस्थाहरू छन् संसारमा, सबैका आफ्ना आफ्नै गुण र दोष, राम्रा र नराम्रा पक्षहरू छन्। सबै व्यवस्थाहरू फुल प्रुफ छैनन्। नेपालकै कुरा गर्ने हो भने अहिले देश बिग्रिएको, स्थिर राजनीति र एउटा स्थायी सरकार नभएर हो। टुक्रा टुक्रा दलका सांसदहरू संसदमा जाने, एक दुई सिट भएकाहरू पनि कुर्सीको लागि बार्गेनिङ गर्ने, कानुन बनाउने र जनताको गुनासोलाई समाधान गर्ने भन्दा पनि मन्त्री कसरी बन्ने र प्रधानमन्त्री पदमा कसरी पुग्ने भन्ने भागभण्डामै अल्झिने, सरकारमा जानको लागि जुनसुकै हद पनि पार गर्ने भएर नै हो अहिले नेपालको व्यवस्था बिग्रेको। मेरो विचारमा त्यसलाई सायद कार्यकारी राष्ट्रपति या प्रधानमन्त्री हुने व्यवस्थाले ठिक गर्न सक्छ। अब यहाँनिर पनि राष्ट्रपति कि प्रधानमन्त्री कार्यकारी हुने भन्ने कुराले महत्त्वपूर्ण अर्थ राख्छ। जो राष्ट्रपति या राष्ट्र प्रमुख हुन्छ साधारणतया सेना उसकै अधीनमा हुन्छ। प्रधानमन्त्री या सरकार प्रमुख जो हुन्छ उसको अधीनमा प्रहरी र सरकारी संयन्त्र हुन्छ। यदि कार्यकारी राष्ट्रपति नै हुने हो भने सेना, प्रहरी, प्रशासन र राज्यका महत्त्वपूर्ण निकायहरू जो छ त्यो एउटै व्यक्ति अथवा संस्थाको अधीनमा रहने हुन्छ, यदि संविधानले नै तोकेर व्यवस्था नगर्ने हो भने। अमेरिका, युरोप र नेपाल फरक छन्। भौगोलिक, राजनीतिक, जनताको शिक्षाको स्तर लगायत धेरै कुराहरूले फरक छन्। त्यहाँ भएको व्यवस्था नेपालमा ठिक नहुन पनि सक्छ। त्यसैले नेपाल जस्तो देशको लागि कार्यकारी राष्ट्रपति झनै खतरा हुन्छ भन्ने मेरो धारणा छ। शक्तिको पृथकीकरण पनि गर्नुपर्ने हुन्छ, कोही अधिनायकवादी नहोस् भनेर हेर्नुपर्ने पनि हुन्छ। त्यसैले नेपालमा सायद कार्यकारी प्रधानमन्त्री नै सही छनौट हो कि भन्ने धेरै कोणबाट हेर्दाखेरि त्यस्तो लाग्छ। तर जोसुकै कार्यकारी होस्, त्यो कार्यकारी जो छानिन्छ त्यो कसरी छानिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यसमा चुनाव हुँदैखेरि फलाना मानिस कार्यकारी पदको उम्मेदवार हो भनेर तोकेरै चुनाव हुनुपर्छ। जनताले कार्यकारीलाई नै प्रत्यक्ष रूपमा निर्वाचित गर्नुपर्छ। यसो गर्न सक्यो भने पार्टीमा नलागेका स्वतन्त्र मानिसहरू जो राम्रा छन्, जनताको मन जित्न सक्ने मानिसहरू छन्, भिजन भएका मानिसहरू छन्, उनीहरू पनि देशको कार्यकारी पदमा पुग्न सक्ने व्यवस्था गर्न सकिन्छ। दलको फेर नै समाउनु पर्ने व्यवस्थाको अन्त्य हुनेछ। त्यस पछाडि जनताले जसलाई चुन्छन्, जसले जितेर आउँछ उसले 5 वर्ष देशको शासन चलाउन पाउनुपर्छ। उसैले छानेका मन्त्रीहरू भएर आउँछन्, तिनलाई संसदले अनुमोदन गर्नुपर्छ। जनताले कार्यकारी भनेर नचुनेको मान्छे त्यो पदमा पुग्न खास भन्नु नि यो व्यवस्था छ नि अहिले जुन टङ्कदारले भन्नुभएको व्यवस्था छ नि, यो चाहिँ भनेको खास भनेर चाहिँ कार्यकारी राष्ट्रपति के अरे त्यसको चाहिँ नि माओवादीले पनि उठाएको कुरा हो नि त। यो भनेको चाहिँ माओवादीले पनि उठाएको कुरा हो क्या। कार्यकारी राष्ट्रपति सम्पूर्ण कुराहरू चाहिँ राष्ट्रपतिको उसमा जाओस् भनेर चाहिँ यो कुरा चाहिँ माओवादीले पनि उठाएको हो कि। अब अहिले कार्यकारी प्रधानमन्त्री चाहिँ राप्रपाले उठाएको छ। कार्यकारी प्रधानमन्त्री राष्ट्रपतिको ठाउँमा राजा राख्ने र कार्यकारी प्रधानमन्त्री भनेर चाहिँ राप्रपाले उठाएको छ क्या। यस्तो छ, फरक छ सबैको। तर यो कसैलाई हुन दिँदैनन्। जुन अहिलेको व्यवस्था छ राजनीतिक दलका पार्टीहरूले चाहिँ यही व्यवस्थालाई चाहिँ भन्छन् है त। सक्ने व्यवस्था गर्नुपर्छ। यसले सरकारलाई स्थायित्व पनि दिन्छ र चुनिएका मानिसहरूले पनि केही डेलिभर गर्ने मौका पाउँछन्। तर त्यस्ता कार्यकारी पदमा बसेकाहरूले 2 कार्यकालभन्दा बढी फेरि त्यो पदमा पुग्न नपाउने व्यवस्था गर्नुपर्छ। चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्छ। 2 पटक भन्दा बढी कार्यकारी भइसकेपछि शक्तिको मात लागेर निरङ्कुश पनि हुन सक्छ मान्छे। त्यसको लागि उसले गरेका नराम्रा कामहरू रोक्नको लागि चेक एन्ड ब्यालेन्सको व्यवस्था हुनुपर्छ। त्यो कसरी गर्ने म एकैछिनमा बताउने छु। यसो गर्न सक्यो भने 5-7 पटकसम्म नमरुन्जेलसम्म दोरी कार्यकारी हुने, कुर्सीमै अन्तिम सास छोड्ने काम बन्द हुनेछ। सांसद मन्त्री बन्न नपाउने। सांसदहरूलाई ल मेकर पनि भनिन्छ। उनीहरूको काम कानुन बनाउने मात्रै हो। कानुन बनाउन भनेर जनताले चुनेर पठाएकाहरू माथि पुगिसकेपछि मन्त्री र प्रधानमन्त्री हुने दौडमा लागेको कारणले गर्दाखेरि देश बिग्रिएको हो। अहिले सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ। मन्त्री हुने हो भने सांसद पदबाट राजीनामा दिनुपर्छ। 2टा मध्ये एउटा चुन्नुपर्छ। यसो गर्यो भने कानुन बनाउनले कानुन मात्रै बनाउँछ र शासन चलाउनले शासन मात्रै चलाउँछ। त्यसपछि सांसदहरूको किनबेच हुने, कुर्सीको खेल सिद्धिन्छ। त्यसको लागि सांसदको संख्या पनि 100को हाराहारीमा राख्नुपर्छ। नेपाल जस्तो सानो देशको लागि भेडी गोठको आवश्यकता छैन। सांसद हुनको लागि निश्चित एजुकेसन, उमेर र नैतिकताको पनि सीमा राख्नुपर्छ, कन्डिसन राख्नुपर्छ। औँठा छापहरूलाई सांसद बनाएर काम छैन। ल मेकिङको ठाउँ हो त्यो, देशको कानुन बनाउने ठाउँ हो। औँठा छापहरूलाई जागिर खुवाउने ठाउँ होइन। राष्ट्रिय सभाको पुनर्संरचना गर्ने र त्यहाँ आउने मानिसहरू पनि जनताले नै प्रत्यक्ष चुन्ने व्यवस्था गर्नुपर्छ। दलहरूको भर्ती केन्द्र भएको छ अहिले, त्यो काम बन्द हुनुपर्छ। राइट टु रिकल
राइट टु रिकल अर्थात् जनप्रतिनिधिहरूलाई फिर्ता बोलाउन पाउने व्यवस्था। अहिलेका सांसदहरू, मेयरहरू या कोही पनि जनप्रतिनिधिहरू जो छन्, एकपटक जनताले चुनेर पठाइसकेपछि जनता खुसी हुन् कि दुखी हुन्, जनताले जतिसुकै दुःख पाउन्, उनीहरू जवाफदेही हुनु नपर्ने जस्तो देखिएको छ। जेसुकै गरे पनि 5 वर्षसम्म यो कुर्सी मेरै हो भन्ने मुडमा हान्ने साँडे जस्तो भएर आउँछन् जनप्रतिनिधिहरू। तर अब उसलाई भोट दिने जनताको एउटा निश्चित संख्या, एउटा निश्चित प्रतिशत, जस्तो 10%, 20%, ती जनताहरूले यो हाम्रो जनप्रतिनिधिले यो काम खराब गर्यो, ठिक काम गरेन, भ्रष्ट भयो, यसलाई फिर्ता बोलाइ पाऊँ भनेर हस्ताक्षर सङ्कलन गरेर दिए भने उसको पद जाने, सस्पेन्ड हुने, अर्को इलेक्सन हुने व्यवस्था गर्नुपर्छ। त्यसो गर्न सक्यो भने जनप्रतिनिधिहरूलाई रेस्पोन्सिबल बनाउन सकिन्छ, उत्तरदायी हुन्छन् उनीहरू। अनि उनीहरूलाई हरदम जनताको डर हुनेछ, म मालिक होइन, म जनताको सेवक हुँ भन्ने चेत बल्ल खुल्नेछ उनीहरूलाई। राइट टु रिजेक्ट, नोटा अर्थात् राइट टु रिजेक्ट अर्थात् माथिका मध्ये म कसैलाई पनि भोट दिन्न भन्ने अधिकार जनतालाई दिनुपर्छ। अहिले निर्वाचनमा आफ्नो आफ्नो समूहको एउटा गुट बनाउने अनि आफूले छानेको कुनै उम्मेदवारलाई थपनाको रूपमा उठाइदिने, त्यो चलन छ अहिले। अनि त्यसले जितेर आउँछ, म त जनताले चुनेर पो पठाएको हो त भन्छ। तर जनतालाई चोइस के दिएको हुन्छ, केही पनि हुँदैन। तिनै गणाएका पार्टी र गणाएका मान्छेहरूको बीचमा भागबण्डा गरेर त्यो मध्येमा एकजनालाई जनताले छान्नै पर्ने बाध्य बनाइएको छ। अहिले राम्रो उम्मेदवार पाउने भन्दा पनि फटाको बीचमा एउटा फटा छानिने सिस्टम छ। अहिले जनताहरू बाध्य छन् फटा छान्नलाई। यदि उठेको उम्मेदवारहरू मध्येमा यी कुनै पनि ठिक छैनन्, म कसैलाई पनि भोट हाल्दिन, नयाँ मान्छे चाहियो भनेर जनताहरूले नोटा अर्थात् म भोट गर्दिन भन्ने अप्सनमा भोट हाले भने र त्यो पक्षमा धेरै भोट खस्यो भने त्यो निर्वाचन परिणाम बदर गरेर अहिले भएका उम्मेदवारहरूले फेरि पुनः उम्मेदवार हुन नपाउने गरी नयाँ अनुहारहरू आउने गरी अर्को इलेक्सनको व्यवस्था गर्नुपर्छ। त्यसो भयो भने कुहिएका दल र तिनका कुहिएका अनुहारहरूलाई जबरजस्ती ग्रुप बनाएर जनतालाई जसरी पनि एउटा छान भन्ने काम हुँदैन। जनताले यो अधिकार पाउने बित्तिकै खराब मान्छेहरू माथि पुग्दैनन् र देश बिस्तारै माथि लाग्नेछ, राम्रा मान्छेहरू माथि पुग्नेछन्। निर्वाचन प्रणालीमा परिवर्तन सबै सम्भव नहोला, तर यहाँ उदाहरणको लागि अमेरिकाको केही राज्यहरूको मतपत्र देखाउँदैछु, हेर्नुहोला। राष्ट्रपति र उपराष्ट्रपति कसलाई छान्ने भनेर सोधिएको छ। यहाँ त्यो कार्यकारी पद हो, अर्थात् प्रत्यक्ष निर्वाचित कार्यकारी हुन्छ। त्यहाँ नेपालको प्रतिनिधि सभा र राष्ट्रिय सभा भने जस्तै त्यहाँ हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेट हुन्छ। ती दुवै ठाउँमा कसलाई पठाउने भनेर जनताहरूलाई छान्न दिएको छ। त्यहाँ राष्ट्रिय सभालाई दलको भर्ती केन्द्र बनाउनु भन्दा जनताबाट सिधै यसरी निर्वाचित गर्नुपर्छ। विभिन्न तहका अदालतहरूमा न्यायाधीश कसलाई राख्ने, फलानु न्यायाधीशको पदावधि सिद्धिन लागेको छ, उसलाई थप्ने कि नथप्ने भनेर यही मतपत्रमा जनताहरूलाई सोधिएको छ। जनताले न्यायाधीश छान्न पाउने व्यवस्था गर्न सके त राम्रै होला देशमा, होइन र? पुलिस, एजुकेसन, फायर डिपार्टमेन्ट जस्ता महत्त्वपूर्ण सार्वजनिक पदहरू, सिधै जनतासँग गएर इन्भल्भ हुनुपर्ने पदहरू, त्यो छान्ने अधिकार पनि जनतालाई दिएको छ। जनताले छानेका मान्छेहरू त्यो ठाउँमा पुगिसकेपछि राजनीतिक नियुक्ति र फोहोरी खेल बन्द हुन्छ त्यो ठाउँमा। जनताप्रति उत्तरदायी बनाउने यो पनि एउटा उपाय हो। अनि विभिन्न ट्याक्सका दरहरू हेरफेर गर्ने कि नगर्ने, अहिले भइरहेका करका दरहरू जुन छन् त्यसलाई घटाउने कि बढाउने, नयाँ ट्याक्स लगाउने कि नलगाउने, अथवा भइरहेका ट्याक्सका दरहरू हेरफेर गर्ने कि नगर्ने भनेर चोइस दिन्छ जनतालाई। इलेक्सनमा जनताले जे भोट गर्छन्, जुन पक्षले जित्छ त्यही अनुसार ट्याक्सको प्रणाली हेरफेर गरिन्छ। त्यहाँ आफूले तिर्ने स्थानीय करको दर जनता आफैले निर्धारण गर्छन् इलेक्सनको माध्यमबाट। स्थानीय सरकारका कुनै पनि करका दरहरू, स्थानीय करहरू गलत छन् भने जनताले त्यसलाई उल्टाइदिन सक्छन्। नेपालमा यी सबै माथि भनिएका कुराहरू गर्न नसकेला, ठिक छ, तर जे गर्न सकिन्छ त्यसलाई केले रोकेको छ, त्यो किन नगर्ने? अनि कार्यकारी पदको इलेक्सन गर्दाखेरि पनि नेताको गोजीबाट फुत्त एउटा कागज निकालेर ल फलाना मेरो चाहिँ राष्ट्रपतिको उम्मेदवार भनिँदैन। त्यो ठाउँमा अमेरिकामा प्राइमरी र ककस भनिने स्थानीय स्तरबाट काउन्टी, स्टेट हुँदै राष्ट्रिय स्तरसम्म बस चलाइन्छ, भेला गरिन्छ, एक किसिमको इलेक्सन नै गरिन्छ। प्रत्येक तहबाट अनुमोदन हुँदै जित्दै आएको मान्छे बल्ल गएर राष्ट्रपतिको उम्मेदवार हुन्छ। नेताको गोजीबाट खुत्त निस्केर उम्मेदवार हुँदैन त्यो ठाउँमा। नेपालमा यो काम किन गर्न सकिँदैन? नेपालमा यो काम गर्न सकियो भने साँच्ची नै जनताले नै रुचाएको मान्छे कार्यकारी भएर अथवा उम्मेदवार भएर आउने थियो। टिके प्रथाको अन्त्य हुने थियो यसो गर्न सकेदेखि। संवैधानिक निकायहरूको पुनर्संरचना, न्यायपालिका, प्रहरी, सेना, गुप्तचर निकाय अख्तियार
लगायत अरू जति पनि संरचनाहरू छन् महत्त्वपूर्ण संरचनाहरू तिनीहरूलाई निष्पक्ष र राजनीतिक रहित बनाउनुपर्छ। अहिले भन्नलाई यी संस्थाहरू निष्पक्ष छन्, स्वतन्त्र छन्, तर भित्रभित्रै सबै यी संस्थाहरूमा राजनीतिको भर्ती केन्द्र बनाइएको छ। नेताको पाउ नमोलिकन यो संस्थामा माथि कोही पनि पुग्नै सक्दैन, त्यस्तो बनाइएको छ। यो प्रथा अन्त्य हुनुपर्छ। यी संस्थाहरूमा दलीय भागबण्डा जुन छ त्यो अन्त हुनैपर्छ। यी संस्थाहरूलाई अझ बढी अधिकार दिनुपर्छ, राजनीतिबाट मुक्ति दिनुपर्छ। संसदीय सुनवाई नामको जुन भागबण्डा छ त्यो भागबण्डा बन्द हुनुपर्छ। यी संस्थाहरूमा स्वत प्रमोसन र स्वत डिमोसन हुने गरेको एउटा सिस्टम बनाउनुपर्छ, अटोमेटेड सिस्टम। यी संस्थाहरूलाई उच्च कार्यकारी र उच्च ओहदाका भिभिआइपी मानिसहरूको समेत इन्भेस्टिगेसन गर्न पाउने गरेको अधिकार दिनुपर्छ। कसैले पनि रोकटोक गर्नु हुँदैन। चेक एन्ड ब्यालेन्स। शक्ति हातमा आउने बित्तिकै मानिसले जनमतको गलत व्याख्या गर्न सुरु गर्छ। मलाई त जनताले चुनेर पो पठाएको हो त, म त जनताको प्रतिनिधि पो त, सबभन्दा धेरै भोट पाएर आएको भन्ने घमण्ड बढ्न थाल्छ नेताहरूमा। यो ह्युमन नेचर नै हो, संसारभरि नै हुन्छ यो। हिटलर पनि डेमोक्रेटिक प्रक्रियाबाटै माथि पुगेका थिए। त्यसैले पेरियोडिक इलेक्सन, समय समयमा इलेक्सन भयो भन्दैमा डेमोक्रेसी छ भन्न मिल्दैन। कार्यकारी या माथि भनिएका संवैधानिक संरचनाहरू त्यो ठाउँमा मानिसहरू स्वेच्छाचारी भए, म भन्दा माथि कोही पनि छैन भन्ने भए र गलत कामहरू एकपछि अर्को गर्दै गए भने उनीहरूलाई कन्ट्रोल गर्ने मेकानिजम हुनुपर्छ। त्यो मेकानिजम संसदबाट, अदालतबाट वा जनताबाट विभिन्न तरिकाबाट हटाउन सक्ने गरेको प्रविधि विकास गर्नुपर्छ। राइट टु रिकलले पनि यहाँनिर राम्रो काम गर्न सक्छ। यसले चेक एन्ड ब्यालेन्सको काम गर्छ, नेताहरूलाई स्वेच्छाचारी हुनबाट जोगाउँछ। सङ्घीयताको खारेज। अहिले भएका 7वटा प्रदेशहरूको आय व्यय र पुँजीगत खर्चको अनुपात हेर्ने हो भने लगभग सबैको स्थिति खराब छ। खर्चै धान्न नसक्ने स्थिति भइसकेको छ। आफ्नो क्षमताले पालिन सक्ने स्थिति छैन उनीहरूको। दान, ऋण र सहयोगमा बाँच्नुपर्ने स्थिति छ। यहाँ मैले सँगै देखाएको डेटा पनि हेर्दै जानु होला। प्रदेशहरू ऋणको भारी बोकाउने संस्था मात्र भएका छन्। जनहितमा सोचे जस्तो काम गर्न सकेका छैनन् उनीहरूले। केन्द्रले पनि अधिकारको विकेन्द्रीकरण गर्ने त भन्यो, तर त्यो अहिलेसम्म हुन सकेको छैन। सबै प्रदेशहरूको खारेजी गरेर पालिकाहरू जुन छन्, गाउँ गाउँमा जनतासँग प्रत्यक्ष सम्पर्क हुने पालिकाहरू, तिनीहरूलाई योभन्दा बढी अधिकार, योभन्दा बढी स्वायत्तता दिएर सम्बन्धित जनतासँग सम्बन्धित कामहरू त्यहीबाट सिधै गर्न सक्ने व्यवस्था गर्नुपर्छ। यसो गर्ने हो भने अहिले प्रदेशले गर्ने जुन काम छ त्योभन्दा राम्रो काम, त्यो काम पालिकाहरूले नै गर्न सक्ने हुन्छन्। भ्रष्टाचारमा शून्य सहनशीलता। अहिलेको मुख्य शत्रु, देशको सबभन्दा ठुलो शत्रु भनेको भ्रष्टाचार हो। भ्रष्टाचार, कमिसन, घुस। यत्रा नेताहरू, यत्रा पार्टीका झोलीहरू, यत्रा पार्टीका कार्यकर्ताहरूलाई चाहिँ पालेर राखेको सङ्घीयता यिनीहरूले के खारिज गर्छ र? खाना पाएको छ खारिज गर्छ त? गर्दैन नि त। हो, यो नै छ क्या। साँच्ची नै देश परिवर्तन गर्ने हो भने भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्छ। सानो होस् कि ठुलो होस्, भ्रष्टाचार भएको थाहा पाउने बित्तिकै कारवाही गरिहाल्नुपर्छ। 47 सालपछि ठुला ओहदामा बसेका मानिसहरूको र अचानक धनी भएका मानिसहरूको सम्पत्ति छानबिन गर्नुपर्छ, अनिवार्य छानबिन। यदि भ्रष्टाचारी ठहरिएमा बिगो जरिवाना सहित कडाभन्दा कडा कारवाही गर्नुपर्छ, कसैलाई पनि छोड्नु हुँदैन। त्यसपछि यदि भ्रष्टाचारी ठहरियो भने उसलाई सार्वजनिक पद धारण गर्नको लागि सदाको लागि बन्द गर्नुपर्छ। माथिदेखि तलसम्म सफाई गर्नुपर्छ। अब यसको लागि हामी तयार छौँ त? अब यसको लागि सबभन्दा मुख्य प्रश्न हो, के यो गर्न अहिलेका दलहरू तयार छन् त? हामी तयार छौँ त? यो सब गर्नको लागि अहिलेको संविधानबाट सम्भव छैन। पिरियड। अहिलेको संविधान यो सब एक्ज्याक्टली अहिलेको संविधानमा कानुनै यस्तो छैन कि यो सम्पूर्ण कुराहरू चाहिँ सम्भव छैन। काम गर्नको लागि बाधक छ। यसको लागि संविधान संशोधन गर्नु पर्यो। त्यसको लागि संसदको 2/3 बहुमत चाहियो। संसदमा अहिले 2/3 बहुमत अगटेर को बसेको छ? तिनै छन् जसले सबभन्दा बढी भ्रष्टाचारीको संरक्षण गरेका छन्, जानेर सबभन्दा बढी ठुला भ्रष्टाचारीहरू छन्। अब माथि भनेका कुराहरू मैले जे भने ती कुराहरू संविधानमा या कानुनमा आउने हो भने सबभन्दा पहिला पत्ता साफ यिनीहरूकै हुन्छ। अब आफ्नै पत्ता साफ गर्ने गरेको संविधान संशोधन त यिनीहरूबाट आशा गर्न सकिँदैन। त्यो त कुरै भएन। त्यसो भए सही हो। अहिले यी जम्मै कुराहरू भनेको कुराहरू टङ्कदारले जति पनि भनेको कुराहरू भयो भने देश अगाडि बढ्नको लागि कति पनि टाइम लाग्दैन। तर यो टङ्कदारले भनेको जति पनि कुरा लागू हुने भयो भने यी नेताहरू कोही पनि बाँकी रहँदैनन्। भनेपछि के हुन्छ त? यो कुरा केही पनि हुँदैन। कसले गर्छ त यो काम? कसरी गर्ने? त्यसका दुईटा उपाय छन्। एउटा उपाय, अब आउने चुनावमा जसले यी माथि भनेका कुराहरूलाई हामी गर्छौँ भनेर प्रतिबद्धता जाहेर गर्छन् उसको पक्षमा लाग्ने, खुलेर लाग्ने र उसैलाई जिताउने। आउने चुनावले यसको परीक्षण गर्नेछ।
अर्को पनि उपाय छ, त्यो भनेको अब आन्दोलनबाट यी कुरा माग्ने र यी कुरा जसले समर्थन गर्छ त्यसलाई हामीले पनि समर्थन गर्ने र संविधान परिवर्तन गर्नको लागि बाध्य पार्ने। अब यहाँनिर आएर अहिले जुन आन्दोलन भइराखेको छ त्यहाँ गएर कुरा जोडिन्छ। यो सब कुरा अहिलेका आन्दोलनरत समूहहरू जो छन् तिनीहरूको माग यो हो कि होइन, यसमा तिनको समर्थन छ कि छैन, यो गर्नको लागि उनीहरू राजी छन् कि छैनन्, कि अहिलेको आन्दोलनकारीहरूलाई राजा मात्रै चाहिएको, के हो माग? अब खुलेर यसको जवाफ दिनु पर्यो। होइन भने खासमा माग के हो, एजेन्डा के हो, त्यो प्रश्न पारिदिनु पर्यो। त्यो प्रश्न भयो भने अरू पनि जनता खुलेर आउनेछन्। अहिले जो आएका छैनन्, जो जोडिएका छैनन्, नयाँ जनताहरू जोडिनेछन्। हामी पनि खुलेर आउनेछौँ त्यस पछाडि। तर आन्दोलन गरेर आएका परिवर्तनहरू स्थापित हुनको लागि समय लाग्छ। विगतमा पनि हामीले यो देखिसकेका छौँ कति समय लाग्यो, कति अस्तव्यस्त भयो, त्यसको पनि हिसाब भने हुनैपर्छ। हिजो राजाको प्रत्यक्ष शासनकालमा पनि भ्रष्टाचार र तस्करीहरू भएका घटना हामीले बारम्बार सुन्दै आएका छौँ। तलका र पहुँच नभएका मानिसहरूलाई कारबाही हुने र माथिका र पहुँच भएका मानिसहरू उम्किने गरेका त्यो बेलामा पनि थिए। आफ्नो विरुद्ध बोल्ने र लेख्ने जतिलाई जेल, नेल र मृत्युदण्ड नै दिएका उदाहरणहरू पनि प्रशस्तै छन् राजाको समयमा अथवा पञ्चायती व्यवस्थाको समयमा। त्यो बेला दरबार नजिक भएका अथवा शासकहरूको नजिक भएकाहरूको जीवनशैली हेर्दाखेरि त्यो कुरा अहिले पनि थाहा हुन्छ। दुधले धोएको जस्तो चोखो त्यो बेला पनि कोही पनि थिएन, अहिले पनि कोही पनि छैन। अहिले आएर एउटा राजाको सट्टामा हजारौं छोटे राजाहरू जन्मिएका छन्। ती छोटे राजाहरूको नजिक भएकाहरूको जीवनस्तर हेर्नुहोस् कसरी आकाशिएको छ। भ्रष्टाचार हिजो लुकेर र लुकाइएर गरिन्थ्यो, आज खुल्लमखुल्ला हुन्छ, त्यति मात्रै फरक हो। हिजो पनि भ्रष्टाचार थियो, कमी कमजोरीहरू थिए, खराब काम भएका थिए, आज झन् चौपट भएको छ। अर्थात् राजा हिजो पनि थिए, भ्रष्टाचार हिजो पनि थियो, राजाहरू आज पनि छन्, हजारौं छन्, आज पनि भ्रष्टाचार भएको छ, बढेर गएको छ। यो ठिक ठाउँमा ल्याउनै पर्छ। त्यो ठिक ठाउँमा ल्याउन अब माथि भनेका कुराहरूमा प्रतिबद्धता र गरेर देखाउने मान्छे, संविधान, कानुन र व्यवस्था चाहियो। त्यो जसले दिन्छ अब जनता त्यतैतिर जाने पक्का निश्चित छ। अनुहार र पात्र मात्रै फेरिएर केही पनि हुनेवाला छैन। देशमा व्यवस्था र अवस्था परिवर्तन हुनुपर्छ। हामीले भनेको कुरा यही हो, क्लियर छ। राज संस्था आउने सम्भावना छ त? अब अन्तिम प्रश्नतिर जाउँ। यति हेरिसकेपछि नेपालमा राज संस्था या राजा आउन सम्भावना छ कि छैन भन्ने प्रश्न धेरैले सोधेको देखिन्छ। सम्भव छ कि छैन भन्ने कुराका तीनवटा आधारहरू छन्, तीनवटा उत्तर हुन सक्छन्। अहिलेको नेपालको संविधान 2072 हेर्नुभयो भने प्रष्टसँग लेखिएको छ नेपाल संघीय गणतन्त्रात्मक राज्य हो। त्यसको अर्थ संविधान संशोधन नगरिकन सिधा वैधानिक बाटोबाट, संवैधानिक बाटोबाट राजा आउन सम्भव छैन। संविधान संशोधन गर्नको लागि 2/3 बहुमत चाहिन्छ। अघि मैले भनिसकेँ, अहिलेको संसदमा भएका ठूला ठूला दलहरू राज संस्थाको पक्षमा छैनन्, उनीहरू विरुद्धमा छन्। यो सम्भावना देखिँदैन। दोस्रो उपाय पनि छ। आन्दोलनद्वारा व्यवस्था नै परिवर्तन भएका छन् बारबार। 46 सालमा त्यही भयो, 63 सालमा त्यही भयो। अहिले पनि त्यो सम्भव छ। तर मैले माथि भनेअनुसार जे प्रश्नहरू सोधेको छु माथि, त्यसको क्ल्यारिटी नआउन्जेलसम्म यो सम्भव होला कि नहोला त्यो समयले देखाउला। तर क्रमशः माहौल बन्दै गएको हो कि जस्तो देखिएको छ। तेस्रो तरिका पनि छ, सैनिक विद्रोह, सैनिक कु अथवा सैनिक शासन। यो उपायले धेरै देशहरूमा व्यवस्था परिवर्तन भएका छन्। तर यो बाटोमा हिँड्दाखेरि विश्वका कुनै पनि देशको समर्थन पाउन सक्ने सम्भावना छैन। नेपाल एक्लिनेछ। त्यो प्रेसर कसैले धान्न सक्छ कि सक्दैन त्यो भविष्यले नै बताउँछ। त्यसैले मलाई पर्सनली यो सम्भव छ जस्तो लाग्दैन तेस्रो